हेलो गाइस, तो आजको पनि दिन स्टार्ट भएको छ। आज चाहिँ म यहाँ टक्कै गाईहरुले खोले बनाउँदैछु हो। घाँसहरुबाट अघि आएको म चाहिँ हो आज चाहिँ, किनकि फोनै स्विच अफ थियो मेरो चाहिँ हो, लाइन नभएर, त्यही भएर अहिले मात्रै भर्खर स्टार्ट। तर बिहानै छ आज पनि, भर्खर चाहिँ 8:30-9 बज्दैछ हो। अब आज चाहिँ यिनीहरूलाई गाई तिहार भन्छ। आज चाहिँ यिनीहरूलाई मजाले खानु दिनु पर्यो। आज चाहिँ मजाले यिनीहरूलाई माला साला लगाएर टिकाटालो गरिदिइहाल्नु पर्छ हो। अब बिहानै सबै रेडी पार्दैछ पर मम्मीले हो। म चाहिँ यहाँ खोले टक्कै रेडी पार्न आएको यसको लागि। हेर्नु सक्नुहुन्छ मैले चाहिँ हो टक्कै रेडी गर्दै यिनीहरूको लागि खोले हो। अब चाहिँ म चाहिँ गएर माला साला केहरू ल्याउनुपर्छ। यो चाहिँ मैले हिजोस्ति लगाइदिएको थियो। यसले चाहिँ के भन्छ यो झिगा भुस्नाहरू सबै जान्छ भनेर हो। तर खै पत्याएन म। आज पनि त्यस्तै छ, झिगा भुस्नेहरू यिनीहरूलाई डिस्टर्ब गर्दैछ पुरा। के राम्रै देख्छ भिडियोमा त, कहाँ नराम्रो देख्छ। हामीले चाहिँ यहाँनिर अघि गाईहरूलाई सबै गरिसक्यो। अन्त टिकाटालो गरिसक्यो। अब चाहिँ खोले घाँस सबै दिइसकेको। गाईहरूलाई एकदम फिनिस छ, अब सक्यो काम गाईहरूको। अब चाहिँ यो घाँसेको थालहरू निकालेर धुनुपर्ने छ मजाले हो। त्योभन्दा अगाडि चाहिँ पुरा भोक लागिरहेको छ। म चाहिँ केही खान्छु, अनि खाएर चाहिँ सफा गरेर म चाहिँ टक्कै देखाउँछु तपाईँहरूलाई। यिनीहरू छ काँसेको थालहरू चाहिँ धुनुपर्ने हो। अझै पनि छ तर अलिक यति चाहिँ म देखाएको तपाईँहरूलाई। मैले चाहिँ यो ताँबा काँस चाहिँ सबै धोइसक्यो। अन्त त्यो गाग्रीमा मजाले माला साराम लगायो। अब चाहिँ यिनीहरूलाई चाहिँ भित्र हाल्नुपर्छ पूजा गर्ने जग्गामा। यो चाहिँ हाम्रो शिरो हो, त्यस्तै सुती मात्रै बस्छ यो चाहिँ जहिले यसरी। आज चाहिँ यहाँ दिवालीको अलिअलि तयारी गरिसकेर पनि अब यहाँ गाईको गोबरहरू सबै सोर्नु सफा गर्नुपर्ने छ कि। आज चाहिँ रात त परेको छैन, भर्खर 3 मात्रै बज्दैछ। तर भए पनि घाम चाहिँ गइसक्यो यहाँनिर। अनि मम्मी भैलेनी खेल्न जाने अरे, त्यही भएर चाहिँ छिटो सफाहरू गरेर गाई सायद धोएर जाने अरे कि, त्यही भएर अब म सफा गर्न आँटेको। अब यहाँ चाहिँ हाम्रो दियो बाल्दैछ मम्मीले हो। अब चाहिँ भैलेनी खेल्ने मान्छेहरू आउने बेला हुन आँट्यो, त्यही भएर चाहिँ दियो सिउ बालेर टक्कै रेडी हो एकदम। हजुरहरूकोतिर दसैँ कस्तो हुँदैछ? हाम्रोमा चाहिँ हो यहाँनिर हामीले यतिको बनायो हो, यसो झिलिमिली हल्का, त्यस्तो राम्रो त के भन्नु। यो यहाँ ड्यान्डी चाहिँ उयोको लागि राखिरहेको छ, भरे भैलेनी खेल्न आउनु यहाँनिर खेल्छ हो यिनीहरू। अन्त यहाँनिर चाहिँ हाम्रो यतिकै त्यो देउसी खेल्न आउनेहरूलाई दान दिनुको लागि यो बनाएको छ बुझ्ने जग्गा। यहाँ चाहिँ गीत बज्दैछ हाम्रो। लो 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 ए खोइ त फेरि हराएछ नि यहाँनिर। खोलामा माछा स्याउ स्याउ भैलेनी आयो स्याउ स्याउ औँसीको दिन आज चाहिँ धेरै रात पऱ्यो। गुड नाइट।